रासपाका सुनिल केसीलाई अग्रता मिलिरहेको छ। काठमाडौँ 2 मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुनिल केसी अगाडि छन्। त्यस्तै काठमाडौँ 9 मा रासपाका डोल प्रसाद अर्याल अगाडि छन्। काठमाडौँ 9 मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार तथा उपसभापति डोल प्रसाद अर्याल अगाडि छन्, उनले लिड गरिरहेका छन्। त्यस्तै दाङ क्षेत्र नम्बर 1 मा पनि रासपाका देवराज पाठकले अग्रता लिइरहेका छन्। म्याग्दीमा स्वतन्त्र उम्मेदवार महावीर पुनले अग्रता लिइरहेका छन्। रूपन्देही 3 मा रासपाका उम्मेदवार डाक्टर लेग्जिङ थापाले अग्रता लिइरहेका छन्। स्याङ्जा 1 मा नेपाली काङ्ग्रेसका भरतराज ढकाल 6 मतले अगाडि छन्। स्याङ्जा 1 मा नेपाली काङ्ग्रेसका उम्मेदवार र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बीच 1 नम्बरको 1 मतको मात्रै फरक थियो केही समय अगाडि मत परिणाम सार्वजनिक गर्दा। त्यस्तै भक्तपुर 1 मा पनि रासपाका रोकेश रञ्जितले अग्रता लिइरहेका छन्। धनुषा 3 मा पनि रासपाका मनिष शाह अगाडि छन्। यो बीचमा काठमाडौँ क्षेत्र नम्बर 10 को पछिल्लो मत परिणाम अपडेट भएको छ। यहाँ दक्षिणकालीको वडा नम्बर 1, 2, 3, 4 र 5 को कुल मत परिणाम गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीले 4231 मत प्राप्त गरेको छ भने नेपाली काङ्ग्रेसले 696 मत प्राप्त गरेको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीले 553 मत प्राप्त गरेको छ भने नेकपा एमाले 416 मत प्राप्त गरेको छ।